नमस्ते सबैजना, गुड मर्निङ एन्ड वेलकम टु थिनी गाउँ इन मुस्ताङ। हेरौँ, हामी चाहिँ 4 दिन अगाडि आएको थिनी गाउँमा एउटा म्युजिक भिडियोको लागि आएको। हाम्रो जितवीर गुरुङको नयाँ गीत आउँदैछ गाइस। यस्तो बब्बाल गीत रहेछ हैन। त्यही भएर हामी चाहिँ बब्बाल ठाउँ पुग्नै पर्यो त्यो म्युजिक भिडियोको लागि। सो त्यो गीत आउँदैछ, इट्स कैन बी रियली गुड हैन। तर मुस्ताङ आयो भने हाम्रो आफ्नै भ्लग्सहरू बनाउनै पर्यो। सो आइभ ह्याड एन ओसम स्टे हियर इन थिनी। त्यही भएर थिनीको राम्रो एउटा भिडियो भ्लग बनाउँछु तपाईँहरूको लागि। मान्छेहरू मुक्तिनाथ आउँदाखेरि त्यहाँ पर हाइवेबाट आउँछ हैन, जमसुम मुक्तिनाथ जमसुम एन्ड ब्याक हैन। त थिनी इज वान अफ द मोस्ट ब्युटिफुल प्लेसेस आइभ सिन हियर इन मुस्ताङ। यहाँ पनि दुम्बा लेक राम्रो एकदम पपुलर घुम्ने ठाउँ छ। पिपल जस्ट गो टु गुम्बा लेक एन्ड ब्याक। थिनी बस्नै पर्यो गाइस। थिनी इज एन अमेजिङ प्लेस, एकदमै खतरा। सो आज थिनी गाउँ यस्तो राम्रो छोटो मिठो भ्लग बनाउँछु। अनि त्यसपछि भोलि बिहान वी हेभ अ भेरी स्पेसल प्रोग्राम पनि छ। म भोलि बिहान 4 बजे 4:30 बजे यहाँको लोकल मान्छेहरूसँग त्यहाँ त्यो वनमा जान्छु। अनि यसो नेपालीको वर्ड मलाई थाहा छैन है। इट्स लाइक त्यो रुखको सानो पातलो लिफहरू छ नि, त्यो कलेक्ट गरेर अनि गोबरसँग मिसाउने अनि त्यही खेत किसानमा त्यो स्याउबारीमा लगाउने क्या। सो अहिले इज द सिजन फर द्याट। भोलि बिहान त्यही गर्छु। तर आजको लागि वी क्यान वक अराउन्ड हैन। घरहरू हेर्ने, गुम्बा पनि छ, मान्छे पनि भेट्ने लोकल मान्छेहरू, अनि रमाइलो गर्ने। त्यही हो गाइस। थ्याङ्क यू फर जोइनिङ ब्याक टु द च्यानल। खुसी लाग्यो। आई विल सी यु डाउन देयर इन थिनी गाउँ। केही मेरो साथीहरू बब्बा मुस्ताङको थोपी पाउनु भयो। अब हामी चाहिँ थिनी गाउँको लास्ट स्टेसनमा छ। अनि यहाँदेखि फुल गाउँ घुमाइदिने। थिनी गाउँ चाहिँ एकदम सानो छ, नानो छ, प्यारो छ। सो टाइम धेरै लाग्दैन होला घुम्नलाई। सो त्यो गलीहरू घुमाउँ। अनि एकजना हाम्रो होमस्टेको साउजी राजा भन्छ हामीहरू, एकदम दामी छ मान्छे, एकदम खुसी हुनुहुन्छ मान्छे, हँसाउने मान्छे हो। सो उहाँलाई भेट्ने मन छ। तर पहिला यस्तो थिनी गाउँको गलीहरू
गुम्बाहरू घुमाउनुला है त I will see you there कस्तो देखिन्छ यार टोपी ल है त गाइस म तल भेटौँला यता हामी यतादेखि सररररर थिनी गाउँ अनि for your information जमसम यता छ क्या पारी एकदम नजिकै छ जमसमबाट स्वाटै आउँछ क्या few minutes मोटोबल रोड यहाँ छ सो तपाईको गाडी भयो भने गाडीमा आउँछ 11 नम्बर बस भयो भने हिँड्ने ट्र्याक पनि छ सो अप्सनहरू हुनुहुन्छ गाइस ल त I will see you एकछिनमा ओके गाइस हामी तल छु केही पनि छैन पछाडि तिनी गाउँ अगाडि छ सबै सो द फुल टुर बिगिन्स तिनी गाउँको फुल टुर हेरौँ ल सुरुमा दुईजना याक भेट्यो के छ गाइस हाल भन्नुहुन्छ के छ यार कपाल कता गयो मेरो थोपीमा छ ल ओके गाइस सुरुमा कहाँ जान्छ लेट्स गो अप सुरुमा है त ओके गाइस सो हामी चाहिँ यता हल्का माथि घुमाइसक्यो लेट्स जस्ट अलिक तल चेक गरौँ ल के हुन्छ तर खास तिनी गाउँ यहाँ माथि हुनुहुन्छ अनि तल चाहिँ केट किसान छ स्याउ बारीहरू आलु यो केट किसान गर्ने ठाउँ तर घरहरू पनि छ हादीखिदी दामी लाग्छ क्या यो घरहरू माथि यो दाउराहरू राखेर घरहरू चाहिँ डुङ्गा र माटो मुस्ताङको माटो अलिकति अर्कै तरिका अरूभन्दा तर एभ्री घर के सबै घरमा भन्दछ has like a courtyard जस्तै गाई पाल्ने याक च्याङ्ग्राहरू घरको बिचमा एकदम नयाँ तरिका घरहरू यस्तो ढुङ्गा दामी लाग्छ यो घर प्लास्टर हालेको स्टिल राम्रो हुन्छ हेलो हेलो ए ज्याक ज्याक भाइ चिन्यो चिन्यो नि टोपी लाएर चिन्यो टोपी लाएर हैन मान्छेबाट चिन्यो यहाँ मुस्ताङ आछ नि मैले भिडियो हेरेको थिएँ के अग्लो खैरे त्यही भएर भिडियो हेरेको थिएँ टिकटकमा निकै भ्लगहरु बनाएको निकै हेरेको थिएँ के हजुर के अरे नेपालकै ज्वाइँ हो त नेपालको ज्वाइँ गुरुङको ज्वाइँ गुरुङ होइन लिम्बू ए लिम्बू हो पूर्वतिरको हो पूर्वतिर हो ए यो त लमजुङतिरको गुरुङ हो जस्तो लाग्थ्यो मलाई मान्छे त जे पनि बन्छ के अनि कहाँको हो त म युके को सबै जो भ्लगहरु आउँछ हेरिराख्छु के मैले थ्यांक यू अनि यहाँ के भिडियो बनाएको भने म अब तिनीको स्पेशल भिडियो बनाउँदै छु ए अहिले नि नमस्ते भन्नु होला ल ल ल नमस्ते लास्टमा कति दिन बस्ने यहाँ म 4 दिन भयो सुटिङको लागि सुटिङ हजुर। देखेको थिएँ मैले हिजो पनि ए आज र भोलि मेरो आफ्नै भिडियोको लागि गर्दैछु ए होइन ठिनीमा कति दिन बस्ने भोलि जान्छु ए 4 दिन भइसक्यो यहाँ बसेको 4 दिन भयो अनि यहाँको भइसक्यो भिडियो अब भर्खरै सुरु भयो आज मेरो ए हामीलाई देखाउनु पर्छ नि भिडियोमा हुन्छ हुन्छ ल ल ओके ओके गाइस सो यहाँ आई थिङ्क आई वाज राइट तिमी गाउँ तलपट्टि यो घरहरू छ अनि यो साइडमा एप्पल फार्म एप्पल आलु
पापड दाल सागहरू मुस्ताङको स्पेसल चिजहरू सबै यता छ अनि घरहरू माथि हुनुहुन्छ हाम्रो नीलगिरी हिमाल त्यहाँ छ कत्रा हुनुहुन्छ भनेको म कहिलेकै नक्कली नेपाली बन्छ है गाइस मिस्टेकहरू हुन्छ भन्नु पर्दैन मेरो आफ्नै तरिका आफ्नै स्टाइल तपाईँहरू हाँस्दैछ होला आहा ल अब यस्तै पुरानो घरहरू दामी छ यार एकदमै खतरा लाग्छ मलाई यो चाहिँ मोनेस्ट्री गुम्बा भनौँ अहिले चाहिँ बन्द छ अर्को पनि छ अलिकति माथि विल चेक द्याट आउट अहिले एकछिनमा तर तिनी गाउँ आधी भयो आधी बाँकी छ सानो सानो गलीहरू हुनुहुन्छ फेरि हुनुहुन्छ भनेको फर्मल नेपाली अब यता माथितिर लागौँ लगाइछ हेलो नमस्ते के हो समिति मिटिङ हो गाम थाप्ने मिटिङ म पनि गाम थाप्नु मिल्छ मेरो घर युके हजुर यो अलि उता अलि सानो होमस्टे छ हजुर थकाइ लाग्यो तपाईँको गाउँ यस्तो उकालो उजालो तपाईँहरू बानी भएर अब गाह्रो छैन तपाईँहरू सुटिङमा आउनुभयो सक्यो कहिले जान्छ म भोलि जान्छु होइन तपाईँहरू कतिजना आउनुभयो भने हो कि ए उनीहरू त गइसक्यो आज गइसक्यो म एक्लै छु अहिले कति दिन गर्नुभयो सुटिङ 4 दिन कहाँ गर्नुभयो यहाँको वारिपारी यता अलिकति माथि यहाँको गोठमा लुप्रा त्यति गर्नुभयो होला हजुर जस राम्रो छ तपाईँको काम राम्रै भन्नुहोस् हाम्रो गाउँमा त भन्नै पर्यो तिमी गाउँ त राम्रो लाग्छ मलाई हाम्रो गाउँमा हावा आउँछ के गर्ने हावा हुन्छ अनि तपाईँले नेपाली कुरा राम्रो गर्नुभएछ नि कति वर्ष भयो म लगभग 22 वर्ष भयो आएको तर जाने आउने भनौँ न कहिलेकाहीँ युके जान्छु मेरो देश युके छ कहाँ गर्नुहुन्छ तपाईँले खेती ए मेरो भिडियो हेरेको कुन ठाउँमा गयो भने खेती गर्छु लमजुङमा गयो लमजुङ बुजुङ गाली गाउँहरू गाउँमै हो नि त्यहाँ के अरे होमस्टे छ नि त्यहाँ ए हो ए राम्रो लमजुङ राम्रो छ मकै बोकेको त्यहाँ अनि राइनस कोटमा हजुर भोलि यहाँ पनि किसान गर्छु भोलि वनमा जान्छु म भोलि बिहान म र त्यो लेडिजहरू के थिप्न त्यो रुखको के अरे त्यो हाम्रो स्याउबारीको लागि के भन्छ त्यो मलको लागि म भोलि बिहान जान्छु वनमा बोक्नलाई अलिकति सहयोग गर्छु आशा हजुर सन्चेलाङ त्यो यहाँ मुस्ताङको भाषा हो म 2टा बोरा बोकेर आउँछु ल भोलि छ हेरौँ ल कोसँग जानुहुन्छ त्यहाँ हाम्रो होमस्टेको म्याडमहरू अनि भोलि त जानुहुन्छ भन्छ फेरि वनमा जान्छु भन्नुहुन्छ के हो भोलि बिहानै हो नि बिहानै 4:30 बजे बिहान यहाँ आएर खाने जाने
यस्तै सुटी लगाउने गरेर मगाना खेपी ल हुन्छ म हस् घुम्छु है हस् ल खुसी लाग्यो अब के गर्ने अब हामी के छैन मुस्ताङको हावा खाने घाम हाने नेपाली भाषा एकदम राम्रो गरेर आउने धन्यवाद हुन्छ है आमाहरू ल है ल ल हँ भोलि आज धेरै बोक्नु धेरै कति केजी बोक्नुपर्छ मलाई कति किलो बोक ल ल ल 100 किलो ल ल 100 बन्यो म 100 किलो बोक्न आउँछु ल घाम थप्ने मिटिङ यस्तो प्यारो मान्छेहरू यार सिम्पल लाइफ होइन अलि दुःख पाउँछ होइन लिटल बिट हार्ड तर एकदम सोझो सिम्पल घाम थप्ने गफ गर्ने खुसी हुनुहुन्छन् मान्छेहरू अब नेक्स्ट पार्ट अफ थिनी गाउँ आउन लाग्यो अनि हाम्रो आस बहादुर थकालीको होमस्टे छ सो आई रियली वान्ट यु टु मिट द्याट गाई आस बहादुर थकाली एकदमै गोल्डन मान्छे हो क्या सो अब उसकोमा जाम है see you there सो गाइज हाम्रो आस बहादुर थकाली अहिले स्लिपिङमा छ रेस्टिङ छ सो मेबी भोलि वी विल मिट विथ हिम है म आज बस्छु भोलि पनि भोलि बिहान त्यही वन जाने प्लान छ ऊ पर इन द फरेस्ट अफ निलगिरी तर वी स्टिल हेभ मोर अफ थिनी गाउँ टु लुक एट होइन आँधी भयो अब अझै बाँकी छ यस्तै छ गाइस अलिकति माथि जाऊँ ल के हुन्छ माथि छैन छैन केही पनि तलबाट बाटो छ कि छैन भन्ने कुरा हेरौँ ल गाइस ल नमस्ते लगाइस हौ हामी तलबाट आएर ब्याक टु द मेन रोड यो दुम्बा लेक जाने बाटो हो थिनी गाउँ कम्प्लिट भयो तर अलिक पुग्दैन जस्तो लाग्छ मलाई त्यही हाम्रो दाइलाई भेट्नै पर्छ कि जसरी उहाँलाई उठ्योपछि भेटौँला नत्र भोलि फरेस्टबाट आएपछि भेट्न मिल्छ होला के लेखेको छ त्यहाँ लेपर्ड केभ ल अझै प्लान पायो जस्तो लाग्छ है 5 minutes leopard cave ल see you over there खाना पायो ल Okay guys, हामी चाहिँ लेपर्ड केभ पुग्नु भयो एन्टर गरिदिउँ यहाँ चाहिँ 3टा केभ छ एउटा यता एउटा यहाँ भित्र अनि अझै यता पनि हुन्छ स्नो लेपर्ड केभ तर आई थिङ्क आई वाज जस्ट रिडिङ दिस साइन हियर एकदम दामी इन्फर्मेसन छ
there was a monk, Ujén Palsang, was said to have stayed here and meditated. I don't know. Buddhist fan maybe. Tapaiharu थाहा छ होला. Monk Ujén Palsang, famous monk रहेछ. Dedicated himself and meditated in these caves. तर अब यसो हेरौँ ल. मोबाइलबाट बत्ती बाल्छु. I'm just gonna check it out. अब हेलमेट पनि लगाउनु पर्छ होला यार अग्लो मान्छेले. हैट. ल जाम. ओहो यतिसम्म मात्रै. के हो यो यार. So, यहाँ चाहिँ सानो के हो. Let's go and check out the other one, है. यति मात्रै छ यो. ल. यो अलि ठुलो रहेछ. So, guys, this is like a meditation room. भित्र चाहिँ के पनि छैन. मेडिटेसनको लागि केही नि चाहिँदैन नि त. मेडिटेसनमा यसो आक्का छिम्किएर बस्ने. I'll get you outside, guys. Ali oxygen चाहियो यार. Okay, मेरो साथीहरु हल्का पसिना आयो. हामी चाहिँ तिमी गाउँ घुम्यो. यहाँ लेपर्ड केभ घुम्यो. एउटा मोनेस्ट्री गुम्बा बाँकी छ. अनि त्यसपछि हाम्रो आस बहादुर थकाली भेट्नै चाहन्छु. उसको कुखुरा फार्म छ. अनि अहिले कुखुराको लागि अब दाना दिने बेला भयो. So hopefully we can catch him. कुखुरासँग अनि हेरौँ ल. मिल्छ भने खतरा हुन्छ यो भ्लग. So त्यही हो गाइस. अब बिस्तारै ब्याक टुवर्ड्स तिमी भिलेज. एउटा रातो टिबेटन जस्तै देख्यो, like a Buddhist monastery. So we'll go and check it out, है त. See you soon. ओहो आमा नमस्ते. ओहो पाक्दिमा नि. माया लाग्छ नि त है कुकुरहरू. माया लाग्छ नि. के खुवाइदियो? हड्डी. अब त्यो गुम्बा खुलेछ. रातो. हुन्छ. ल. Okay guys, so we are here at the Gumba. But sadly it's locked. So त्यसमा घुम्न पाइँदैन. तर it's really beautiful guys. मसँग धर्म छैन हैन. म त केही पनि छैन. तर I really love Buddhist monasteryहरु, गुम्बाहरु. त्यसको पेन्टिङ एकदम खतरा लाग्छ मलाई. It's a shame आज हामी घुम्न पाइँदैन यता. Maybe next time. तर मैले भर्खरै फोन गरेको हाम्रो आस बहादुर थकाली is getting ready to feed the chickens. So कुखुरा दाना दिन पर्छ. So I'm just gonna go to the room. एकछिन रुम जान्छु. एकछिन क्यामेरा चार्ज गर्नु पर्छ. अनि चार्ज पाएपछि we'll be going there to meet with Mr. As Bahadur Thakali. तिनीको legend. मेरो विचार है. तिनीको legend. Right guys, see you soon. Right.
पानी खाने तिमीहरू पानी खाने है ला पानी खाऊ दाइको कति एउटा कुखुरा छ 35 वटा होला 35 एउटा 35 ठुलो रहेछ है गाई पनि छ दाइको दुईटा छ यहीँ कता हुनुहुन्छ बाहिर घुम्न गएको होइन उता छ ए अब गाईलाई पनि पानी दिन पर्छ हो है घाँस दिनु पर्छ घाँस दिनु अब जाने त्यो त दाना मात्रै यो पानी हजुर अब दाना दिनुपर्छ हजुर हजुर अलिकति दाना दिनुपर्छ आमा दाइको कुखुरा ठुलो छ यार ठुलो छ तपाईँको कुखुरा यो भाले कति केजी होला 4.5 ट्याक्कै 4.5 केजी यो भालेहरू हजुर कति महिना भयो होला दाइ यो मेरो जन्म 7 महिना भयो कि ए 7 महिना भयो होला आयो 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 ल आऊ ल सिलाउँछ खाना सिलाउँछ खाना सेलाउँछ पानी खान्छ अब दाइको गाई हेर्नुपर्छ ल यो 2 पाङ्रे गाई हो यो दुई पाङ्रे गाई हो 4 कोटेवाला हो या ए अब के खुवाइदिने हो अब पानी दिने पानी अनि घाँस घाँस भन्ने उवा मकै मकै कति वर्ष भयो यो मेरो विषयमा 12-13 वर्ष भयो ए यो प्राय त्यस दुधको लागि होइन दुध गई के अरे घिउ घिउ त प्रायः जस्तो बनाउन भ्याउँदैन किनकि अब घरमा मान्छे आइरहेको छ हजुर दुधको चिया बनाएर दिनुपर्छ अनि घिउ कहाँबाट पुग्दै पुग्दैन ए अब यसो पानी छैन खुवाइदिउँ न कसरी हो तरिका ओइ मेरो तरिका एकदम सजिलो हो नि त नि आइज राति ऐ अनि खान्न अल्छी अल्छी नि रक्सी भयो भने आउँछ होला आइज पनि खान आइज पनि खान्न यहाँ थिनै गाउँमा इच एन्ड एभ्री घरमा गाई राख्छ होइन मैले धेरै हेरेको यो लोकल गाई यसको लागि यो गाईको नाम चाहिँ लुलु गाई भन्छ कि लुलु गाई यस लुलु गाई भन्नाले त्यो त्यसको ब्रान्ड यस यो चाहिँ यहाँको लोकल थकाली गाई यस हुन्छ थकाली गाई भन्नु खासै मिल्दैन त अब डोल्पामा हुन्छ माथि अप्पर मुस्ताङमा हुन्छ त्यो चिसो मौसम बसेर अनि त्यसपछि आएर वा त मनाङमा हुन्छ यो गाई सबै ए लुलु गाई यस ए कस्तो मजाको मान्छे तपाईँ ए थ्याङ्क यू दाइ तपाईँको बारी हेर्न मिल्छ दादी मिल्छ मिल्छ त्यो स्याउ बारीहरू केट खिचान यो माथि हेर्ने कि तल जाने स्याउबाट चाहिँ माथि पनि छ मेरो त माथि पनि छ के छ फर्निचरमा स्याउको बोट तल त दामी देखिन्छ यार तपाईँ थकाइ लाग्यो तपाईँ हिँड्नै मन लाग्दैन हुन्छ आरामै गरौँला मलाई अलिकति अल्छी लाग्छ कि नो प्रब्लम एकछिन बसौँ ल है बसौँ ल गफ गरौँ ल सुरुमा अब अलिकति इन्ट्रोडक्सन हुनुपर्छ मेरो नाम ज्याक म युकेबाट हो तपाईँको नाम मेरो नाम आसबहादुर थकाली अब मेरो भन्नु पर्दाखेरि विस्तृत जानकारी दिन पर्दाखेरि म अहिले
मुस्ताङ जिल्लाको ठिनी गाउँ वडा नम्बर 5 मा वडा नम्बर 5 हजुर अनि तपाईँ यही गाउँमा जन्मेको जन्मेको हजुर अनि कस्तो छ तपाईँको जीवन ठिकै छ अहिलेसम्म त अब खाएकै छु अब फार्मिङ काम गरिरहेको छु अलिकति योभन्दा अगाडि तपाईँको 9 वर्ष अगाडि पनि फर्निचर पनि चलाएको फर्निचर चलाएको हो अहिले चाहिँ मैले अब लिजमा दिएछु अरूलाई होइन अनि अब एउटा छोरा छ एउटा छोरी छ अब छोरी स्टाफ नर्स ऊ पनि काम गर्छ छोरा अहिले पोखरामा तपाईँको बिबिएस लास्ट इयर हो उसको होइन अनि उसले पनि अब काम गर्छ ल्यापटपमा काम गर्छ उसले पनि यता धाराबाट हेर्दाखेरि तिनै गाउँमा खेत खिसान जस्तै देखेन क्या देखेन यस एकदम प्लेन यस्तो छ तपाईँको कस्तो छ भने तपाईँको यो हाइएस्ट एन्ड लोएस्ट पार्ट एन्ड हाइएस्ट पार्ट एन्ड लोएस्ट पार्ट त्यस्तो छ कि तपाईँले त्यो खेती देख्दैन यहाँ देख्दैन तर तपाईँले यहाँ खेत घुम्ने हो भने थुप्रै छ है थुप्रै छ तपाईँको कुखुरा छ गाई छ हजुर अनि एप्पल फार्मिङ पनि गर्नुहुन्छ हो है मैले हेरेको तल चाहिँ ठुलो जग्गा छ स्याउ यो गाउँको मान्छेलाई यस्तो के अरे आफ्नै आफ्नै ठाउँमा छ आफ्नै नम्बरी जग्गा हुन्छ हजुर आफ्नो जग्गाभन्दा अरू जग्गामा गर्न पाउँदैन त्यसको समिति छ अहिले यस्तो समिति त छैन हजुर के भने चाहिँ अब तपाईँको कस्तो हुन्छ भने अब हाम्रो सरकारले अनुदान दिन्छ तपाईँलाई जस्तै अब स्याउमा कुनै रोग लाग्यो के भयो कसो भयो के टुक्का भयो भने यस अनुदान दिन्छ 1/2% हजुर हजुर अनि स्याउ के अरे रोप्दाखेरि फाइदा छ के कसो फाइदै छ भनौँ न अब तपाईँको अब मैले मेरो स्याउको बोट तपाईँको 130 समथिङ छ है बोट 130 मैले अब 5 लाख 6 लाखको स्याउ बेच्छु वर्षमा अनि एक सालमा एकचोटि फल्छ एकचोटि मात्र हजुर तर यहाँको जिन्दगी हेल्थी हुन्छ एकदम हेल्थी तपाईँको डायट के फापाट त्यो के छ तपाईँकोमा भनौँ न हाम्रो फापरको ढेँडो याकको सुकुटी होइन अनि त्यसपछि तरकारी अनि त्यसपछि आएर एउटा सातु भन्ने हुन्छ यो चम्पा यस नेकेड बार्लीको भुटेर बनाउने त्यही भएर तपाईँले जस्तै ठुलो बोलेको छ मान्छे त्यो बनाउँछ त्यो खान्छौँ हामी अनि अब यहाँको नेचुरल यहीँको भनौँ न अर्ग्यानिक भनौँ न आलुको तरकारी भयो मुला भयो गाजर भयो गोलभेरा पनि यहीँ फल्छ सबै चिज यहीँ फल्छ अहिले गोलभेरा पनि यस्तो चिसोमा फल्छ थनलमा रोप्ने न हो बाहिरै रोप्ने हो मजाले फल्छ सबै पाइन्छ अनि त्यसपछि आएर तपाईँको फर्सी हजुर फर्सी पनि फर्सी र सुकुटीको मिक्स खतरा छ खतरा स्वाद सबै कुरा गर्नुभयो तपाईँले अनि दाइ तपाईँले सधैँ खुसी हुनुहुन्छ एकचोटि तपाईँले रिसाउँदैन मलाई के छ तपाईँको सिक्रेट जिन्दगीको सिक्रेट के छ तपाईँ जहिले नै खुसी हुनुहुन्छ होइन मलाई चाहिँ लाइफमा के लाग्छ भने भोलि गएर हामी मरेर जानुपर्छ मरेर जाने लाने चिज केही पनि छैन हामीले भनौँ न तपाईँको अब हाम्रो त कस्तो हुन्छ भने यहाँ जलाउने सिस्टम हुन्छ कि मान्छे मरेर गयो भने जलाउँछौँ हामी जलाउँछ एउटा त्यो कट्टु हुन्छ नि अन्डरवेयर त्यो पनि फुकाएर जलाउँछ हामी नाङ्गेमा आएको अब नाङ्गेमा जानु त्यही भएर मलाई यो जिन्दगीदेखि मलाई कस्तो भने सबैसँग मिलौँ हाँसौँ गफ गरौँ होइन भोलि मरेर लानु त के त छैन नि त
मेरो जिन्दगीको सिक्रेट भनेको त्यही हो त्यही हो म चाहिँ एकदमै खुसी लाग्यो तपाईँको होमस्टे बसेर म एकदमै राम्रो खाना खुवाइदिएको तपाईँले भाउजू पनि एकदम राम्रो छ म एकदम खुसी हुनुहुन्छ सो जस्ट नेपाली मान्छेहरू अनि विदेशीहरू मुस्ताङ आएर जमसुम बस्छ जमसुमबाट मुक्तिनाथबाट जमसुम अनि जान्छ अनि मार्फा तर थिनी जमसुमबाट 15 मिनट पनि लाग्दैन तपाईँको जमसमबाट गाडीमा आयो भने जम्मा 2 किलोमिटर हो त्यही त नि मान्छे यता आएर दुम्बा लेक हेर्दा ठिकठक बनाउने भागिदिने तर थिनी गाउँमा बस्नुपर्छ किनभने मान्छे यस्तो छ राम्रो छ खानाहरू राम्रो छ मिठो हुनुहुन्छ थकाली भाषामा लिम्बामु भन्छ होइन लिम्बा छ अनि कतिवटा होमस्टे छ धेरै छ मैले 10 होमस्टे 10 होमस्टे छ सिम्पल खालको होइन परिवार जस्तै नेपालीमा अब इङ्ग्लिसमा चाहिँ होमस्टे भन्यो होइन तपाईँहरूको भाषामा चाहिँ हाम्रो भाषामा चाहिँ घरबास भनेको परिवार जस्तो भएर बस्ने एक्ज्याक्टली जस्ट भनौँ न थिनी गाउँमा फेसिलिटिजहरू थुप्रै छ सबै पुग्दिन्छ होइन जमसुम भन्दा राम्रो लाग्छ मलाई जमसुम धेरै राम्रो हो त्यही त नि सो सबैजनालाई आइदिनु होला हाम्रो थिनी गाउँमा दाइ थ्याङ्क यू सो मच फर योर टाइम तपाईँले टाइम मिलेर एकदमै धन्यवाद है ल ओके हाम्रो दाइको कुखुरा डेक्यो दाइको गाई लिली गाई हो कि लुलु गाई अब चाहिँ लास्टमा केट किसानको बारीमा अलिकति देखाउने स्याउ बारीहरू अनि त्यसपछि रेस्ट आराम होइन ल है त अब यो स्याउबारी ठुलो बारी त तल धेरै टाढो ए यो सानो स्याउबारी अनि यो थिमी गाउँमा एभ्री वान हाज सानो बारी एभ्रीबडी एउटा कम्युनिटी जस्तै फार्मिङ यो चाहिँ तपाईँको मेरो ससुराको तपाईँको ससुराको तपाईँ त्यहाँ बस्नुभएछ नि हजुर उहाँको यो ओके मेरो त टाढा छ कि अलिक धेरै उता जानुपर्छ पर्दैन त्यस्तो दुईजना अल्छी केटा अनि यहाँ एप्पल मात्रै छ दाइ कि दाल पनि छ साग छ आलु छ होइन यो सबै लगाइसक्यो यो दाल लगाएछ यहाँ होइन अनि कतै गाजर लगाएछ अनि गाजर मुला यस सिजनेबल भेजिटेबलहरू अनि सागहरू भयो दामी छ अनि यहाँ थिमीको मेन कमाइ यही हो कि मेन कमाइ यही मेन कमाइ जो मान्छेहरूको लागि खेती किसान नाइस कृषिमा बढी आबद्ध भएको देश के अरे गाउँ हो कि यो गाउँ अब जस्तै अहिले सानो एउटा थकाली कम्युनिटी होमस्टे खोलेर चाहिँ 10-12 जनाले चाहिँ अलिकति पैसा कमाउँछ भनौँ न आय आर्जन गर्छ मेन त यही नै हो ओके दामी छ अनि कहिले आएको यो एप्पल हाउ मेनी इयर्स इट्स बिन सिन्स एप्पल केम टु मुस्ताङ मेबी 50 years हो है 52 something सो तपाईँ भन्नाले तपाईँले बच्चादेखि देख्यो एप्पल फार्मिङ म आफैले गरेको म आफैले सानोदेखि ओके राम्रो दाइ एकछिन घुमाउँ ल अनि त्यसपछि हामी चाहिँ उवा पकाउँदैछ होइन घरमा एकछिन घुमाउँ अनि त्यसपछि विल गो एन्ड लुक एट द उवाको रक्सी बनाउने प्रोसेस म त पिउँदैन दाइलाई कहिलेकाहीँ पिउँछ होइन म पिउँछु कहिलेकाहीँ होइन मलाई चाहिन्छ मुस्ताङको चिसो हावाले ल है त गाइस आई विल सी यु इन अ व्हाइल अनि यहाँ चाहिँ उवा हो
के गाउँ जाऊ यो न फापर फापर ए ओके दामी छ ओके ल गाइस अब फेरि माथि भेटौँला मुस्ताङको एप्पल फार्मिङ आलु दाल साल अग्लम बग्लम ल त माथि जाऊँ है के छ यो हाम्रो उवाको जाँड अब बनाएको है अब यो बनाएर यसलाई फेरि यहाँ उसमा सुकाउनु पर्छ ए ओके अनि सुकाएपछि अनि त्यसपछि यसमा इस्ट मर्चा हालेर अनि त्यसपछि डोकोमा हाल्नुपर्छ ए ओके गरौँ ल सुकाउँ ल यो अलि चिसो भएपछि मर्चा हाल्ने चिसो ठाटोमा मर्छ होइन नाइस उवाको रक्सी प्रोसेसिङ प्लान्ट ल भाइ चियर्स हामी तिमी गाउँ घुम्यौ मान्छे भेट्यो रमाइलो भयो अब चाहिँ रेस्ट गरौँ ल दुईजनालाई अल्छी भयो धेरै अल्छी भयो I will catch you guys later, right? Good evening, guys. And what a great day. Tini gaun ekdamai बब्बाल राम्रो खतरा लाग्छ मलाई यहाँको मान्छेहरू यहाँको घरहरू डाँडा लेक हिमालहरू खतरा लाग्छ मलाई अब लाइटिङ अलिकति गाह्रो हुन्छ गाइस तर वी आर अन द वे ब्याक होम भर्खरै एउटा फोन कल आयो एन्ड वी हेभ अ स्पेसल मोमो खाने प्लान छ सो एकजना लोकल मान्छेले मोमो बनायो उसको आफ्नै घरमा सो वी गोना गो एन्ड हेभ सम मोमो हियर इन थिनी बट या खतरा छ व्हाट अ ग्रेट डे हाम्रो आस दाइसँग अमेजिङ गफ अलिकति हिस्ट्रीहरू केट किसानको बारेहरू पनि गफ गरेको जस्ट what an awesome time, what an awesome place. अब anyway guys, I will see you हाम्रो एकजना दाइ उसको नाम मैले बिर्स्यो अहिले तर एकछिनमा भेटेर पछि म सम्झन्छु so I'll see you over there guys for some momo local style here in Tini later. Okay guys, got my hat. I was just going to हाम्रो दाइको घरमा यो दाइ चाहिँ ओरिजिनली यो सुटिङको लागि हाम्रो लोकल कोअर्डिनेटर भनौँ ल लोकल मान्छे लोकल नलेजहरू एन्ड ही बिकेम पार्ट अफ द सुट सो यो दाइ चाहिँ हाम्रो नयाँ म्युजिक भिडियोको लागि दाइ इज एन एक्स्ट्रा एकदमै राम्रो मान्छे हो क्या आइ एम सो ह्याप्पी वी गेट टु मिट हिम नाउ उसको आफ्नै घरमा खाना खाँदैछौँ खाजा भनौँ न मोमोहरू सो आई विल इन्ट्रोड्युस यु गाइस अहिले एकछिनमा हामी पुग्न लागिसक्यो ए बाउजू नमस्ते हजुर आउनुभयो मलाई आउनुस् आउनुस् हस् आउनुस् मोमो हजुर आज मोमो हजुर ए दाइ भित्र छ दाइ भित्रै हुनुहुन्छ ओके नानो के छ है 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 दाइजु हजुर के छ एकछिन है ओहो आमा मामा दाइ खतरा सेटअप कुचो खै केटी हजुर यो केटीको ए कुचो गाएर खिच ओइ 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 मोमो दाइ के को मोमो यो बफ मोमो बफ मोमो ल ल बफ र यो मुला
ओके नाइस गाइस मोमो पार्टी हुन लाग्यो चटनी यो पापडको रोटीहरू दामी देख्छ दाइ यहाँतिर अलिकति ल केही अलि पिठो छ केही हुँदैन ल ल मोमो पाक्दैछ भोक लाग्छ भोक लागेछ भन लागेछ लाज नमान्नु होला भाउजू देख्दैन के मेरो थोप्रा मात्रै ल अब खामला एकछिनमा गाइस आमामा कति एउटा बनायो त्यो पनि छ दुई ताल कि तीन ताली तीन ताली ल एक ताली है दाइ गुवाममा मजाले टन्न लाज नमानी खानुपर्छ है गुवाममा खाने ल यो लास तताउँछ है यो टोपी आमा पसिना लाग्छ है ल ठक्क लाएर ल चियर्स दाइ म चाहिँ कोक दाइ कफी बाउजू फान्टा ल भाइ त नानी फान्टा ल अब चम्चा राख्यो पर्दैन हातले खोलिलो हातले कस्तो छ हाम्रो मुस्ताङी पैसी हो मुस्ताङै भन्दा पनि तलतिरबाटै ल्याएर यहीँ काट्छ कि यहाँ त अब मुस्ताङको चोक्कु चक्कु मुस्ताङको ल हतियाराहरू मुस्ताङको मिठो दाइले बनाउनु भएको किमा दाइले मिठो बनाएको त स्वाद पाए मोमोहरू बनाउनु त दाइले बनाउनुहुन्छ कि मलाई त बनाउँदैन मैले ए यस्तो बेलिदिने दाइको स्किल छ दाइको अचार चाहिँ अलिक पिरो छ तर ठिक्क हड्डी सुप पुरै नुन त्यस्तो भएको स्वाटै यो मुख पोल्छ जिब्रो पोल्दैन ओहो यस्तो ठाडो हड्डी मात्रै छ खै मासु देख्दैन यसो अलिअलि टोकेको जस्तो गर्नुहुन्छ है खाम मजाले खाम जाम भोलि नि बस्नुहुन्छ होला नि हजुर भोलि भोलि अब चाहिँ हेरौँ न भोलि बिहान दाइ र म भन्जानी हो हजुर के टिप्नलाई सन कोर्न जानु नि सन खोज्न जाने यो के अरे मलको लागि होइन हजुर मलको लागि बैशाखतिर आउनु तपाईँ माथि पैसा भन्दा पनि जेठ असारतिर दामी हुन्छ कि ए उता माथि लेकमा हजुर ए ओके फुलहरू फुलेको हुन्छ कस्तो रमाइलो हुन्छ माथि गयो भने गाउँ झर्न पनि लाग्दैन ए त्यस्तो एकदम रमाइलो ठाउँ छ कि माथितिर लेकतिर अनि यासा गुम्बा पनि हुन्छ त्यहाँ यासा गुम्बा पनि जेठमा यासा गुम्बा कुर्की निरमसीहरू ए है अनि हाम्रो यो भुस्के झर्ने अनि वन लसुन बन लसुन मोमो खाऊ है खाइदियो है नानी पानी खायो पानी टिमक खाने टिमक पानी खायो त्यो ओके गाइस हाम्रो मोमो पार्टी आज लगभग सिद्धियो लगभग ग्वाममा खायो मजाले भोलि बिहान सन कोर्न सन खोज्न जान्छु हामी दुईजना होइन जङ्गलमा प्लानिङ चाहिँ त्यो दिदीहरूसँग होमस्टे तर दाइसँग राम्रो हुन्छ होला सो प्लानिङ चाहिँ घोडा ल्याउने घोडा भन्दा गोरु ल्याउने गोरु एउटा छ अँ गोरु लाने हजुर अनि मान्छे पनि एक घन्टा भारी बोक्ने अनि बिस्तारै सुसुरी आउने ल 8 बजे 8:30 बजे घर आइपुग्छ कति बजे हिँड्छ हामी बिहानमा हामी 4:30 बजेतिर उठेर ल तातो कफी खाएर अनि उकालो लाग्ने ल ओके गाइस गुड नाइट सी यु इन द मर्निङ ज्यान पनि तातो हुन्छ है त्यही त नि ल भोलि भेटौँ ल गाइस सी यु टुमरो यु टुमरो इन द मर्निङ गुड मर्निङ गाइस अहिले 4:41
बजे बिहान and it's time to get to the forest दाइसँग so I'm just gonna get myself ready. Today is gonna be a good day. I'll see you on the road guys. है त Okay guys, हामी हिँडिसक्यो. दाइ कस्तो छ? एकदम ठिक छ हाम्रो गाडी पायो. गाडी पायो चारकोटी गाडी. यहाँबाट कति घण्टा लाग्छ दाइ? यहाँबाट 1 घण्टा अलि बेसी लाग्छ होला 1 घण्टा अलि बेसी लाग्छ ओके सो गाइज अहिले चाहिँ एकदम डार्क छ अहिले सो आई विल क्याच यु लिटल बिट फर्दर इन द जंगल है त ल गाइज हामी माथि पुगिसक्यो वनमा अनि यसरी सन फड्ने के भन्छ त्यो इटुल योलाई घुर्सिङ भन्छ घुसिङ सिङ ल कतिवटा बरा भयो एउटा बरा सुरु हुँदैछ हामी कति एउटा ब्याउनु पर्छ हामीले 8 वटा बरा 8 एउटा बोरा हामी एक घण्टा बोक्यो भने फेरि मान्छेलाई एक बोरा अनि गोरा म नि बोक्छु हाल्नु भएन र बरा मैले एउटा स्पेशल नाम लिएर आएको के भन्छ यार तपाईं त अल्छी भेजिको मान्छे हो र होइन होला अस्ति बाबाको बुट लाग्यो यार घाँसमा मात्र हिँड्दाखेरि खुट्टामा घाउ नहुने हातले समात्नु पर्यो नि तरुनी पाएपछि मक्ख खुट्टामा घाउ नहुने ओके गाइस सो हामी चाहिँ कति एउटा बडा भयो ओइ 1 2 3 4 5 6 7 1 2 बडा बाँकी छ गाइस ओह दाइले आगो बनायो हल्का जाडो हुनुहुन्छ गाइस नाइस अब 2टा बडा बाँकी छ होइन दाइ दुईटा बोरा बाँकी छ अब भ्याउन लाग्यो भ्याउन लाग्यो अनि त्यसपछि गाउँतिर खतरा लाग्छ यार वन चिसो त चिसो हो तर राम्रो होइन दाइ मजा लाग्छ अहिले एकछिनमा भेटौँ न गाइस अन द वे ब्याक डाउन हो बान्जाश्री आगो थप्ने म यता सन गर्दैछु मामा ल ल ल म परेर आउँछु है त ल है त ल ल ल गाइस ओके गाइस लोडिङ हुँदैछ हाम्रो गाडीहरूलाई 4 कुटी गाडी 4 खुट्टे अनि मान्छे पनि लोड गर्नुपर्छ त्यसपछि चल्लो गोरखनाथ हिँड ल गाइस हामी हिँड्न लागिसक्यो वनबाट भाइ वनबाट अब घरतिरको यात्रा यात्रा भयो हाम्रो बान्जाश्रीले कामरा समातेर हामी 3टा गाडी 4 कुटी गाडी अगाडि हिँड्छौँ हामी 2जना पछाडि हिँड्दैछु सट्ट लाएर भारी सट्ट बोकेर दामी छ दामी ल बालुवा भयो भने गाह्रो हुन्थ्यो यो त अलि सजिलो हुन्छ हल्का छ कति केजी होला लगभग होला यो 10-12 ल गाइस सी यु लिटल फर्दर डाउन हामी यहाँबाट लगभग 1 घण्टा हिँड्नै पर्छ ल ठिक छ बान्जाश्री एकदम मामा गुड हाम्रो ज्याक मामाले टक्क भारी बोक्नु भएको छ अहिलेसम्म राम्रो भयो धेरै त गाह्रो छैन ठिक्क छ यहाँ मुस्ताङीको मान्छे उनीहरूको जिन्दगी अलिकति
थाहा पायो होइन कस्तो छ होइन के काम गर्छ म त दामी लाग्छ गाइस अब कोलोको छौँ फुक्न लायो अनि फेरि उकालो ल सानो ब्रेक के हुँदैछ गाइस नाम्लो साम्लो मिलाउँदैछ मेरो अलिकति के लामो भयो है थोरै लामो भयो ल लिनुहोस् लोकल स्याउ लोकल स्याउ थ्याङ्क यू बान्जा वेलकम मामा ल तपाईँलाई पनि लिनुहोस् जोस ल यो पानी मिठो छ कि पानी के हो यो पानी साँच्चीको पानी कि ढाटेको तिन पानी हो कि पानी हो भनेर सोधेको कि मैले नि दाइले तिन पानी बोक्छ होला नि खानुपर्छ मैले 3 पानी बोक्दैन ए तपाईँ खान्न है पहिला त बोक्थ्यो अहिले त धेरै भयो पहिला त यो नबोकी त हिँड्दैन म 3 पानी देखिन्छ त सो धेरै छैन यहाँबाट गाउँ चाहिँ त्यही हो सो आधी भइसक्यो होइन आधी भयो आधी बढी आइसक्यो स्याउ खाएर अनि त्यसपछि स्वाटै गाउँ चिया कफी हिजोको मोमो अलि बाँकी छ है अनि उसिनेको आलु चाम्पा उसिनेको आलु पनि भाइ चम्पा त्यसपछि एकछिन दल्दिने कि मलाई रेस्ट पानी चिक्छ यसमा पानी छ यसमा पानी धेरै छ पानी फाल्दिनुहोस् भन्छ अब ल गाइस सी यु इन अ मिनेट अलि गाह्रो छ दाइ ओह्रालोमा हल्का अप्ठ्यारो लाग्छ तर आइपुग्न लाग्यो 8 एउटा बोरा बोकेर आएको ओके गाइस हामी चाहिँ तिनी गाउँ पुगिसक्यो कस्तो भयो यात्रा एकदम रमाइलो बान्जाश्री राम्रो तपाईँलाई चाहिँ कस्तो भयो भन्ने कुरा म त राम्रो लाग्यो यार एकदम राम्रो ल गाइस सी यु फर अ कप अफ टी है त घर आयो घर आइपुग्यो अब है ल दाइ नाइस वर्क गुड जब अब चिया खाम ल अब जाने अब ल है त गाइस यसलाई खाली गर्छु म ल गइहाल्ने अच्छा के गाइस हामी घर फर्किसक्यो दाइको हाम्रो बाले दाइ सो वनबाट आएपछि यस्तो खाना खानुपर्छ के गाइस मुस्ताङ आलु चट्टा लाएर मुस्ताङी डायट बेस्ट हुन्छ यार हो चटनी पनि दामी छ भाइ पिरो त पिरो हो तर जाडोमा पिरो ठिक छ क्या भाइ त भाइ ल इन्जोय 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 कफी पनि छ आहा ल ओके गाइस हो हाम्रो तिनी गाउँको बसाइ सिद्धिन लाग्यो इट्स टाइम टु लिभ फर द नेक्स्ट स्टेसन तर आई जस्ट वान्ट टु से सबैजनालाई मुस्ताङ आयो भने तपाईँहरू प्लिज है जसरी तिनी गाउँमा एक दिन बस्नै पर्छ एकदम खतरा छ बट द्याट्स इट आई होप यु इन्जोयड मेरो भ्लग मन पर्यो भने प्लिज सब्सक्राइब यसो
1 लाख सब्सक्राइबर्स चाँडै पुगौँला मेरो इच्छा सो I'll see you on the next one हामी चाहिँ एउटा कोबाङ भन्ने गाउँ हुनुहुन्छ कोबाङ भन्ने गाउँ छ हामी त्यहाँ जाँदैछु अहिले so I'll catch you over there on the next vlog guys thank you so much see you later